everyone, welcome back to my another vlog. हजुरलाई स्वागत छ मेरो अर्को भ्लगमा। आज चाहिँ म के गर्न गइरहेको छु भने आज चाहिँ मेरो घर बस्ने पालो, खाना बनाउने पालो। त्यही भएर मैले आटाको च्याख्ला नि बनाइसके। आटाको च्याख्ला बनाइसकेपछि अब खोज्न पर्ने हुन्छ तरकारी। अब आटाको च्याख्लासँग अब मुई भए ठीक हुन्थ्यो के गर्नु। अब हाम्रो घर भैँसी दुना छैन। अब च्याख्ला खानको लागि म तरकारी खोज्न जाँदैछु गाइस। हेर्नु है अब हाम्रो घरमा चाहिँ के छ। Let's go and I'll see guys. अब चाहिँ मैले यो झालमा खोज्नु पर्ने हुन्छ सेतो करेला। यो हरियो करेला त मैले खोज्दिन। के अरे मम्मी हुन्छ हाम्रो यति धेरै तरकारीको खेतीहरू भन्ने अरे करेला इस्कोस अनि वहाँ त टन्नाङ र टुन्नुङ जुनिया छ भन्थे ऊ करेला। हजुर ओके कतिवटा करेला मिसाने र बल्ल दुईटा देख्छु र मैले त्यहाँ त अरू नि खोज्न पर्ने खै यता मैले देखेको छैन। त्यहाँ चाहिँ करेला टिप्न पर्ने हुन्छ मैले गाइज देख्न सक्नुहुन्छ। इस्कुस यदि हजुरलाई इस्कुस चाहिएमा हाम्रो घर सम्पर्क गर्न सक्नुहुन्छ। 98 60 25 98 95। यो चाहिँ हाम्रो एकदम मिठो हुन्छ कि यो सेतो करेला होइन। पर ओ माई गड कता सर्पले ठ्याङ्गै ठुङ्ने भन्ने डर लाग्छ कि मलाई फेरि अम्मा। अनि यस्तो तिनटा टिपे तिनटा हाम्रो तरकारी खेतीबारी। अनि हामीसँग तिमर पनि रहेको छ म देखाउन गइरहेको छु। हामीले चाहिँ अस्ति नै टिपिसक्यौँ अलि धेरै थियो क्या होइन। यहाँ पनि सेतो करेलाहरू माई गडनेस उहाँहरू कति धेरै सेतो करेला। अनि यो चटेला भन्छन् के हाम्रो गाउँतिर त चटेला भन्छन् है। यस्तोलाई हजुरको गाउँमा चाहिँ के भन्छ नाम थाहा छैन। यस्तोलाई के यसलाई चुचे करेला भन्छन् होला क्या अरू ठाउँ। हाम्रो गाउँमा चाहिँ यसलाई चटेला भन्छन् होइन यसलाई के। तर अरूको गाउँमा चाहिँ चुचे करेला भन्छन् मलाई थाहा छ। त्यो उहाँ खोले खान पान्छु कि भनेर मुन त तानियो छ नु टिनिक 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 तल काली म जस्तै काली छ यो फेरि। यो पारो हाम्रो चाहिँ दुई ठाउँ घर छ क्या होइन। यता र उता अनि पर घरको अस्ति नै देखाइसके। यो चाहिँ अरू घरको हाम्रो बाख्राहरू 4-5वटा छन् अनि एउटा पारा छ। उता पर घरमा चाहिँ एउटा ब्याउने भैँसी र अनि एउटा गोरु छ क्या। हाम्रो चाहिँ दुई ठाउँ खेती छ। कति छ त्यस्ता भन्ने होइन। त्यही भएर अब मैले चाहिँ तल खस्यो के करेलाहरू त्यही भएर टिप्न जाँदैछु। जानुपर्छ यस्तो बाटो हुँदै जानुपर्छ। कता सर्पले ठ्याक्क टोक्ने हो भन्ने नि डर लाग्छ कि मलाई फेरि। सर्पदेखि त एकदम डर हो के। ए भगवान मलाई त यहाँ हुँदी के अरे पोखरादेखि सुरु यहाँ आउँदा त म त यहाँ डुल्न त एकदम गाह्रो लाग्ने। कता सर्पले ठुङ्ने हो लौ भन्ने डर हुने क्या है। तर मलाई अहिले बानी परिसके घर आएर अघि टिपेको करेला त्यहाँ खसिचाउ। अब यही टिपेर जाने हो क्या म घर। यो सेतो करेला चाहिँ एकदम मिठो हुन्छ क्या। अब यहाँदेखि चाहिँ वा लट्ठीले घोच्न पर्ने हुन्छ। नजाउ न धन्न छोपे धन्न जान लायकी। अब त्यो एउटा छ क्या मिठो होला जस्तो साला निस्किसकिन्। तिमीलाई झारेर अब तरकारी बनाउन जाने। That's it. देख्न सक्नुहुन्छ मैले 4-5वटा करेला टिपिसकेँ। 6-7वटा टिपेर जान्छु कि म। खस गई। चाहिँ यति 1 4
4 दुना 8 10 10वटा के अरे इस्कुस टिपे अब वहाँ गएर बनाउनु पर्ने हुन्छ भर्खरै इस्कुस बोक्दै घर जानुपर्छ अब हाम्रो तरकारी चाहिँ रेडी भइसकेको छ यो चाहिँ बोडे अनि यो इस्कुस अब यो दुईटाको मिक्स गरेर अनि म यो दुईटाको मिक्स गरेर चाहिँ म अब तरकारी बनाउँछु कस्तो हुन्छ